नमस्ते एन्ड गुड मर्निङ सबैजनालाई। म चाहिँ फाइनली नेपालमा पनि बोर्डर क्रस गरेर इलाम आइसकेको थिएँ, तर मैले त्यो भिडियोहरू लिन सकिनँ। राति नै भइगएको थियो, त्यही भएर मैले चाहिँ दार्जिलिङसम्मको मात्रै भिडियो बनाएँ। अनि अहिले चाहिँ हामी फेरि इलामदेखि अब फेरि हामी काठमाडौँतिर जाँदैछौँ। हेलो गाइस, यो चाहिँ हो इलामबारीको चियाबारी। इलामबारीको होइन, सरी, इलाम बजारको चियाबारी हो यो चाहिँ। अनि हामी चाहिँ अहिले हिँड्दै गरिरहेको छौँ। अनि मेरो बुढाहरू चाहिँ तल पुगिसक्नुभयो। भाइ नानीहरू चाहिँ यस्तो छ माथि हुँदै। यो चाहिँ यस्तो छ ठाउँ। अनि यहाँनिर चाहिँ हामी हिँड्दै झरेको यति माथिबाट, यो माथिबाट हामी चाहिँ हिँडेर अहिले यहाँनिर आएको छौँ। अनि यहाँनिर चाहिँ भाइहरूले पानी खेल्दो रहेछ, माछा मारेको। के गरेको भाइ? माछा छ भाइ? माछा मारेको गङ्गाटा। ओके। हेलो गाइस, हामी अहिले सिक्किममा आइसक्यौँ। अनि अब चाहिँ हामी काठमाडौँतिर जाँदैछु। मैले चाहिँ घरबाट हिँड्दा चाहिँ मैले भिडियो बनाउन सकिनँ, किनभने धेरै बिजी थियौँ हामी। सो अहिले हामी सिक्किममा आइसकेको छौँ। सिक्किमबाट हामीले भिडियो बनाइरहेको छौँ। त्यो सिक्किमको ठाउँ हो, यहाँनिर हामीले एकछिन रहेको। हामी चाहिँ यहाँबाट सिक्किमबाट बजार हामी आउनु लागेको छौँ। अब चिसो छ ठाउँ पनि, कति धेरै पिरो मण्डल लागिसकेको छ। यहाँको वेदरै जहिले यस्तै हुन्छ। यहाँनिर चिसो कता पुग्छ भनेर। हामी यता तल गयो भने दार्जिलिङतिर जान्छौँ, हामी सिलगढीतिर। यो तल्लो रोड गयो भने गाइज होइन, यो चाहिँ मेन चोक हो। अब हामी यता गएपछि चाहिँ काठमाडौँतिर जाँदैछौँ। यहाँबाट छुट्टिन्छ बाहिरको चाहिँ। अब हामी काठमाडौँ यहाँनिर के भन्छ यो कन्याममा आइपुगेको छौँ। एकछिन कन्यामको भ्यू हेरेर फेरि हामी काठमाडौँ लाग्छौँ। अब कन्याम लिएको ठाउँमा चाहिँ एकछिन रोकेर हामी चाहिँ यसो फोटोहरू खिच्छौँ, भिडियोहरू बनाउँछौँ। अनि
धेरै नै रहेछ यहाँनिर अहिले पनि। बिहानै भए पनि कति यहाँनिर हामी 9 बजीतिर त आइपुगेको छौँ, त्यही पनि मान्छे त भिड नै रहेछ। नाच्ने, गाउने, फोटो खिच्ने। कन्याम त फेमसै हो नि त अब इलामको त। यहाँनिर चाहिँ फेरि के 360 घुम्नेमा फोटो भिडियो बनाउँदै थियो। बसेर थियो नि त, कपिराइट लाग्छ होला भनेर चाहिँ फेरि मैले भोइस कभर गर्दैछु। यो चाहिँ अब मैले बोल्दै थिएँ यहाँनिर कन्यामहरू यस्तो भनेर, तर यहाँ पछाडिपट्टि चाहिँ यहाँनिर गीत बजाइरहेको थियो नि त नाच्नुको लागि यो घुम्ने उयसमा, त्यही भएर फेरि कपिराइट लाग्छ भनेर मैले फेरि भोइस कभर गर्नुभयो। अब हामी चाहिँ यहाँनिर एकछिन कन्याममा यो भ्यूहरू हेरेर एकछिन फोटो भिडियो हेरेर चाहिँ अब फेरि हामी काठमाडौँतिर लाग्छौँ। हेरौँ काठमाडौँ कतिखेर पुग्छौँ। बाटोमा भिडियोहरू पनि बनाउनु सक्छु कि सक्दिनँ होइन। सकेन भने थोरै क्लिप मात्रै राखिदिन्छु अनि फेरि अर्को भिडियोमा देखाउँछु हजुरहरूलाई होइन। अहिले चाहिँ यहाँनिर फोटो भिडियो पुरा भिड नै छ। अब कन्याम भनेको त टुरिज्म उयो नै हो नि त, प्लेस नै हो नि त, त्यही भएर एकदम धेरै नै रहेछ। हामी चाहिँ यहाँबाट लाग्छौँ फेरि। अब बल्लैले हामी चाहिँ यहाँ कोशी पुल तर्दैछौँ। हामी चाहिँ चतारा धरान हुनु भएर चताराको बाटो यो कोशी ब्रिजमा अब क्रस गर्दैछौँ। हाम्रो चाहिँ यहाँनिर दाइले पर्खिराख्नु भएको थियो नि त सँगै उता काठमाडौँ जाने भनेर, अघिदेखि 2 घन्टादेखि पर्खिरहनु भएको थियो बिचरा है। हामी चाहिँ बल्ल बाटो बिग्रेकोले गर्दा भर्खर आउँदैछौँ। सो अब जान्छौँ। मॉल में पूरा ग्लास ही ग्लास दिखेगा। ये देखो आपको मैं ऊपर जाऊँ ना लाइट में दिखा देता हूँ थोड़ा सा। ये यहाँ पे पूरे ग्लास मिरर शीशा देखते हैं, वो है इसके पूरे वॉल में आपको ग्लास ही ग्लास देखने को मिलेगा। तो यहाँ से मूल कोट है 2 किलोमीटर और काठमांडू है यहाँ से 94 किलोमीटर। रात को पहुँचे तो कुछ दिख नहीं रहा थे, तो भी मैंने कहा चलो छोटा सा वीडियो बना देता। तो चलते हैं चलो। सब तरफ ये पूरा ग्लास ही ग्लास दिखते हैं। Glass, 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 glass.